यो चाहिँ लिस्टी भन्ने ठाउँ एकदमै रमाइलो रहेछ। आज हामी चाहिँ घुम्न आएको साथीहरूसँग है। यही बसमा आएको अहिले हामी। यहाँदेखि माथि चाहिँ लिस्टी मन्दिर यतातिर यता तलतिर पो अरे मन्दिर चाहिँ घरको पछाडि। एकदमै रमाइलो ठाउँ छ, हजुरहरू पनि घुम्न आउनु होला लिस्टी मन्दिर। भोलि पर्सि भोलि बिहानै आउनु, पर्सि चाहिँ हामी सँगै जानुपर्छ। जाडो चाहिँ एकदमै छ है। बोलेरो एकदमै रमाइलो छ। जाडो चाहिँ एकदमै मौसम हेर्नुहोस् कस्तो छ, एकदमै रमाइलो छ। जाडो चाहिँ लास्टै जाडो रहेछ होइन। घुम्न आउनु भएछ भने पनि एकदम तातो लुगा लगाएर आउनुहोस्। यहाँको भैँसीहरू, यो चाहिँ खै गोठो हो कि के हो भन्न आएन मलाई। यहाँ गोरुहरू पनि आउँदो रहेछ नि, गोरु पनि हेर्नुहोस्। हान्ने गोरु पो रहेछ त, भागौँ है भागौँ। रमाइलो छ, रमाइलो ठाउँ रहेछ। यी साथीहरू चाहिँ यहाँ एकदम के भन्छ कुलो अरे, कुम्लो कुटोरो बोकेर बसिरहेछन्। एकदम रमाइलो ठाउँ छ है। रमाइलो ठाउँ छ, हेर्नु होला हजुरहरू पनि। यस्तै तातो लगाएर आउनुहोस्। यो चाहिँ नयाँ अघि भर्खरै किनेको हो कि स्वेटर एकदम एकदम गोरु बाख्रा देखा न। तातो लियो हुँदा पनि एकदम जाडोले छेकेन कि, त्यही भएर यो अर्को स्वेटर किनेको छु। एकदम रमाइलो छ साथीहरू, हजुरहरू पनि आउनुहोस् होला। यता यहाँ साथीहरू छ नि, ए ल यता साथी मेरो। भाइ नमस्ते गर। यहाँ हेर्नुहोस्, यहाँ भैँसीको अनुहार पनि हेर्नुपर्छ होइन। भैँसी हो कि राङ हो यो, ए जे भन्नु त्यही हो। भैँसी नै रहेछ, पाँडो पनि रहेछ। ल रमाइलो छ। उता गोरुहरू पनि छ। यहाँ हेर्नुहोस् कति रमाइलो। लिस्टी अरे यो चाहिँ लिस्टी भन्ने ठाउँ, लिस्टी भन्ने ठाउँ। हामी चाहिँ यहाँ घुम्न पनि आएको हो, साथीको बिहेको लागि आएको, निम्तो थियो र आएको हो। हेर्नु कति राम्रो, कति रमाइलो। डाँडा पाखा काठमाडौँमा बस्दा वाक्क लागेर अनि पाखा घुम्न हिँडेको। यी कोही चाहिँ बस्दैछन्, लास्टै गाह्रो भएछ। हेर्नुहोस् हामी जाने बोलेरो आउँदैछ, अब सँगै बोलेरोमा जानुपर्छ।